हाई एभ्रिवान, आज चाहिँ मैले हजुरलाई एउटा नयाँ खालको भिडियो लिएर आएको छु। मैले चाहिँ आज एउटा नयाँ रेसिपी भनौँ न, टोफु आज मैले आफ्नै घरमा बनाएर चाहिँ खाएँ है। त्यो रेसिपी चाहिँ मैले रातभरि भिजाएको यो सेतो भटमास हो। त्यसको चाहिँ सबै खोल्सा फालेर धोइ पखाली गरेर मैले मिक्सचरमा यसरी पेलेर त्यो मिक्सचरको त्यो दुध जस्तो हुन्छ त्यसलाई चाहिँ यो छान्ने कपडामा छाने है। छानेर त्यहाँदेखि चाहिँ यो दुध निकाल्ने के, अनि दुध निकालेर मजासँग त्यसै गरेर यो भटमासको दुधहरू चाहिँ मजासँग निकाल्नुपर्छ। अनि त्यहाँभित्र भएको छोक्राहरू हुन्छ फेरि ग्राइन्ड गरेर मिक्सरमा, अनि फेरि पनि त्यसलाई दुध निकाल्न सकिन्छ है। त्यसरी चाहिँ मैले मजासँग 2 पटक चाहिँ ग्राइन्ड गरेँ। अनि त्यसको दुध चाहिँ यति चाहिँ निस्कियो के, अनि यति निस्क्यो। अब ट्राई गरौँ न त भनेर गर्न खोजेको, कस्तो हुन्छ हेरौँ है। अब अनि यो दुधलाई चाहिँ मजासँग निचारेर अनि मैले यो उसमा तताउन बसालेँ, सेम दुध तता जस्तै गरेर है। फ्राबिनमा चाहिँ तताउन बसालेँ। अनि तताएर एकछिन यसो चलाएर सानो हातमा चलाइ पार्ने, फेरि तताउने, बिस्तारै माथि फिजहरू आउँछ। अनि त्यसमा चाहिँ भिनेगर, मसँग कागती थियो, त्यो कागती चाहिँ हालिदिएँ। हालेर अनि यस्तो दुध फाटे चाहिँ गरी फाट्छ क्या त्यो पनि। अनि फाट्छ, एकछिन सेलाउन राखेँ। सेलाउन राखेर फेरि त्यसलाई यसरी कपडामा तैराइदिएर त्यो छेना भन्छ त्यहाँभित्रको त्यो छेनालाई त्यही आकारमा बनाएर एउटा यसो पनिर आकार दिएर माथिबाट यसले यस्तो थिच्ने। अनि लगभग आधी घन्टा 1 घन्टापछि खोलेर हेर्दाखेरि कस्तो यस्तो खालको सेपमा बन्यो के। अनि म त बन्दैन होला भन्ने सोचिरहेको थिएँ, तर बन्यो है। अब यसलाई मजासँग पनिर सेपमा काटेँ, तर सेम टु सेम पनिर चाहिँ होइन, तर यो चाहिँ एकदम प्रोटिनको राम्रो स्रोत हो। हजुरहरूले पनि ट्राई गरेर एकचोटि खानुहोस् न है, राम्रो हुन्छ हेल्थको लागि। एकदम मिठो पनि लाग्यो मलाई। थ्याङ्क यू। कस्तो राम्रो छ क्या यो। बाई।